लोकसेवाको तयारी गर्ने सबैजनालाई स्वागत छ। आज हामी एउटा यस्तो टपिकमा कुरा गर्दैछौँ, मौद्रिक र वित्तीय नीति, जहाँबाट एमसीक्यूमा प्रश्न लगभग सधैँ आउँछ। आज एक्जामको लागि जे चाहिन्छ त्यो सबै हामी एकदमै छोटो समयमा क्लियर गर्नेछौँ। हो, तपाईले ठीक सुन्नुभयो। यो एकदमै हाई यिल्ड टपिक हो। यहाँबाट एउटा एमसीक्यू लगभग पक्का नै हो, जसले तपाईको मार्क्स सिक्योर गर्न सक्छ। त्यसैले एकदमै ध्यान दिएर सुन्नुहोला। ल सुरु गरौँ है त। सबैभन्दा पहिले मौद्रिक नीति अर्थात् मोनेटरी पोलिसीबाट सुरु गरौँ। हामी कुनै लामो थ्योरीमा जाँदैनौँ, सिधै परीक्षामा के सोध्छ त्यसमै फोकस गर्छौँ। मौद्रिक नीतिको एक्जाम रेडी परिभाषा यही हो। यहाँ तीनवटा कुरा समात्नुहोस्। पहिलो, यसलाई केन्द्रीय ब्याङ्कले चलाउँछ। दोस्रो, यसले मुद्रा आपूर्ति अर्थात् मनी सप्लाईलाई कन्ट्रोल गर्छ। र तेस्रो, यसको मुख्य लक्ष्य भनेको आर्थिक स्थिरता हो। यति बुझे पुग्यो। यो स्लाइड त एक्जामको लागि एकदमै इम्पोर्टेन्ट छ। प्रश्न सिधै आउन सक्छ, मौद्रिक नीतिको नियन्त्रक को हो? उत्तर, नेपाल राष्ट्र ब्याङ्क। यसको मुख्य लक्ष्य के हो? मूल्य स्थिरता र मुद्रास्फीति नियन्त्रण। अनि यसका औजारहरू के हुन्? ब्याज दर र मुद्रा आपूर्ति। यो तीन बुँदाबाटै एमसीक्यू बन्न सक्छ। अब यसको दुईवटा प्रकारको कुरा गरौँ, जहाँ धेरैजना कन्फ्युज हुनुहुन्छ। विस्तारकारी नीतिले बजारमा पैसाको मात्रा बढाउँछ, जसले इकोनोमिक एक्टिभिटी बढाउँछ। अनि सङ्कुचनकारी नीतिले चाहिँ बजारबाट पैसा खिच्छ, जसले महँगी नियन्त्रण गर्न मद्दत गर्छ। सिधा हिसाबले याद गर्नुस्, विस्तार भनेको बढाउने, सङ्कुचन भनेको घटाउने। ल, अब मौद्रिक नीतिपछि हाम्रो दोस्रो टपिकमा जाउँ, वित्तीय नीति अर्थात् फिस्कल पोलिसी। यो चाहिँ सरकारको इकोनोमिक टुल हो। वित्तीय नीति भनेको के हो त? सिधा भाषामा सरकारले देशको अर्थतन्त्र चलाउनको लागि गर्ने आम्दानी मतलब कर र खर्चको प्रयोग हो। यहाँ याद राख्नुपर्ने शब्दहरू सरकार, कर र सरकारी खर्च। अब यो स्लाइडमा हेरौँ। वित्तीय नीतिको कन्ट्रोलर को हो? नेपाल सरकार, खास गरी अर्थ मन्त्रालय। यसको मुख्य लक्ष्य के हो? आर्थिक वृद्धि र रोजगारी। अनि यसका टुल्स के हुन्? कर र सरकारी खर्च। यसको सबैभन्दा राम्रो उदाहरण के हो? हरेक वर्ष आउने हाम्रो वार्षिक बजेट। अब हामी सबैभन्दा इम्पोर्टेन्ट सेक्सनमा आइपुगेका छौँ, जहाँबाट तपाईँको एक्जाममा मार्क्स सिक्योर हुन्छ। त्यो हो यी दुई नीतिहरू बीचको मुख्य फरक। यो टेबलले सबै कुरा क्लियर गर्छ। एकातिर मौद्रिक नीतिको कन्ट्रोलर नेपाल राष्ट्र ब्याङ्क, अर्कोतिर वित्तीय नीतिको नेपाल सरकार। उपकरणहरूमा मौद्रिक नीतिको ब्याज दर भयो, वित्तीय नीतिको कर र खर्च। मुख्य लक्ष्य मौद्रिक नीतिको स्थिरता हो भने वित्तीय नीतिको वृद्धि। अनि कार्यान्वयनको गति, मौद्रिक नीति छिटो लागू हुन्छ, तर वित्तीय नीति जस्तै बजेट लागू हुन समय लाग्छ। यो टेबल दिमागमा राख्नुभयो भने कुनै पनि प्रश्नमा झुकिनुहुन्न। ल, अहिलेसम्म पढेको कुरा कतिको याद भयो त? अब टेस्ट गर्ने बेला भयो। केही ऱ्यापिड एमसीक्यू प्र्याक्टिस गरौँ है। पहिलो प्रश्न, नेपालमा मौद्रिक नीति लागू गर्ने जिम्मेवारी कसको हो? स्क्रिनमा अप्सन्स हेर्नुहोस्, 3 सेकेन्ड सोच्नुहोस्। सही उत्तर हो सी, नेपाल राष्ट्र ब्याङ्क एनआरबी। किनकि एनआरबी नेपालको केन्द्रीय ब्याङ्क हो र यसले नै मनी सप्लाई म्यानेज गर्छ। दोस्रो प्रश्न, तलका मध्ये कुन चाहिँ वित्तीय नीतिको प्रमुख उपकरण हो? फेरि 3 सेकेन्ड सोच्नुहोस्। सही उत्तर हो बी, सरकारी खर्च। किनभने वित्तीय नीतिमा सरकारको बजेट, खर्च र कर सम्बन्धी कुराहरू पर्छन्। र अन्तिम प्रश्न, मौद्रिक नीतिको मुख्य उद्देश्य सामान्यतया के हो? अप्सन्स ध्यान दिएर पढ्नुहोस्। ल, फेरि 3 सेकेन्ड। सही उत्तर हो डी, मूल्य स्थिरता कायम गर्ने र मुद्रास्फीति नियन्त्रण गर्ने। याद राख्नुहोस्, ग्रोथ र एम्प्लोइमेन्टको कुरा चाहिँ फिस्कल पोलिसीतिर जान्छ। मोनेटरी पोलिसीको मुख्य लक्ष्य स्थिरता हो। एक्सलेन्ट। अब अन्तिम रिभिजनको लागि एक्जाममा जानु अघि यादै राख्नुपर्ने 5वटा फ्याक्ट्स हेरौँ। यो 5 कुरा याद राख्नुभयो भने यो टपिक सिक्योर हुन्छ। 1. मौद्रिक नीति इज इक्वल्स टु नेपाल राष्ट्र ब्याङ्क। 2. वित्तीय नीति इज इक्वल्स टु नेपाल सरकार। 3. मौद्रिक उपकरण इज इक्वल्स टु ब्याज दर, मुद्रा आपूर्ति। 4. वित्तीय उपकरण इज इक्वल्स टु कर, सरकारी खर्च। र 5. मुख्य भिन्नता, मौद्रिक नीतिको लक्ष्य स्थिरता हो, वित्तीय नीतिको लक्ष्य वृद्धि हो। आजको लागि यति नै। अर्को इम्पोर्टेन्ट टपिकको लागि हामीलाई फलो गर्नुहोला र रिभिजनको लागि यो सामग्री सेभ गरेर राख्नुहोस्। थप फ्री मटेरियल्स, फ्ल्यास कार्ड्स र मक टेस्टको लागि www.lokseva.online मा जानुहोला। तपाईको तयारीमा सफलताको शुभकामना। धन्यवाद।